खुसी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको हामी परमेश्वरको प्रशंसा गर्नेछौँ, आफ्ना हातहरू उचाल्नेछौँ र यस गरी चाहिँ हामी सबैजना आफ्नो स्थानहरूबाट उठ्नेछौँ र परमेश्वरलाई चाहिँ आफ्नो हृदयदेखि हामी धन्यवाद चढाउनेछौँ। To this I hope, my hope is only Jesus. For my life is wholly bound to Him. Oh, how strange and divine, I can sing all is mine, yet not I, but through Christ in me. The night is dark, but I am not forsaken. For by my सबैलाई नमस्कार, जय मसीह। आज विशेष हामी यो घडीमा छौँ जो चाहिँ परापूर्वकाल अथवा जो चाहिँ उत्पत्तिदेखि नै परमप्रभु परमेश्वरले दिनुभएको पवित्र विधि विधानमा हाम्रो दुलहातर्फ र दुलहीतर्फको दुवैतर्फको निमन्त्रणालाई स्वीकार गरी यहाँ पाल्नुहुने अनि विशेष आजको आदरणीय व्यक्तित्वहरूमा भावनाहरूमा सबैमा मण्डली परिवार हामी ताली बजाएर एक साथ हामी स्वागत गर्छौँ। अनि दुलहीको बुवा श्री दलबहादुर सुनवार हुनुहुन्छ, उभिदिनुहोस्। अनि यसरी नै आमा मना सुनवार पनि उभिदिनुहोस्। को वचनमा भनेको उत्पत्तिको पुस्तकमा हामीले 2 अध्यायको 18 देखि 24 मा हेर्दाखेरि हामी देख्छौँ कि यो पाठमा भनेको जस्तै साँच्चै नै उहाँहरूलाई एक्लै रहन होइन, मानिसले जीवन साथी दिनुभएको छ। त्यसकारणले मानिस बाहेक कुनै पनि जीवन साथी बन्न सक्दैन। त्यसकारण परमेश्वरको वचनले भन्छ स्त्री र पुरुष गरी बनाउनु भएको छ। त्यसकारणले बाइबल धर्मशास्त्रले दिएको वचन अनुसार आज वचन अनुसार मण्डलीले स्त्री र पुरुषको मात्रै विवाह गरिदिँदछ। यो समयमा दुलहीलाई चाहिँ दुलहाको हातमा अब दिने काम हुँदैछ। हजारौं दिनको बर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि। बस्न अनुरोध गरेको छु। र अब विशेष गरिकन हामी उहाँहरू एक दोस्रोको लागि अब हामी यही कुराहरू सोध्न लागिरहेका छौँ। र विशेष गरी म दुलहालाई पहिले भन्न चाहन्छु,
सँगसँगै मिलेर प्रभु परमेश्वरलाई प्रेम गर्दै उहाँको आराधना गर्न सेवा गर्नको लागि एउटा यस्तो घर दर्शाइने एउटा यस्तो घर बसाल्नलाई जहाँ तपाईहरू आनन्द एकले अर्कासँग बाँड्नु हुनेछ, शोकमा एक अर्कालाई सम्हाल्नु हुनेछ, परिश्रममा एकले अर्कालाई बल दिनुहुनेछ, प्रेममा एक अर्कालाई साथसाथै बढाउनु हुनेछ। के यस्तो घर बसाल्नलाई परमेश्वरको उपस्थितिमा र यस मण्डलीको सामु अनि मण्डलीको सामु से दानियल सरोज प्रकुटीले सुश्री पूजा सुनुवारलाई आफ्नी विवाहित पत्नी हुनलाई ग्रहण गर्नुहुन्छ? के तपाईँ यिनलाई माया गर्नुहुन्छ? के यिनको वास्ता गर्नुहुन्छ? यिनको हेरचाह गर्नुहुन्छ? अरू स्त्रीहरू सबैलाई छोडी जीवनभरि के यिनको निम्ति मात्र आफैलाई जोगाइराख्नुहुन्छ? के तपाईँ यस कुरामा सहमत हुनुहुन्छ? म सहमत छु। हुन्छ, धन्यवाद। ताली बजाइदिनु। अब यसै गरी दुलहीलाई पनि म भन्न चाहन्छु कुरा, सँगसँगै मिलेर परम प्रभुलाई प्रेम गर्दै उहाँको आराधना र सेवा गर्नको लागि एउटा यस्तो घर बसाल्नलाई जहाँ ख्रीष्ट र उहाँको मण्डलीमा रहेको प्रेम र तपाईहरूको पारस्परिक प्रेममा दर्शाउने छ। एउटा यस्तो घर बसाल्नलाई जहाँ तपाईहरूको आनन्द एक अर्कासँग बाँड्नुहुनेछ, शोकमा एकले अर्कालाई सम्हाल्नुहुनेछ, पारस्परिक जसरी प्रेममा जसरी परिश्रम गर्नलाई एकले अर्कालाई बल दिनुहुनेछ, प्रेममा एक अर्कासँग साथसाथै बढ्नुहुनेछ। र के यस्तो घर बसाल्नलाई परमेश्वरको उपस्थितिमा र यस मण्डलीको सामु तपाईँ सुश्री पूजा सुनवारले दानियल सरोज प्रकुटीलाई आफ्ना विवाहित पति हुनलाई ग्रहण गर्नुहुन्छ? के तपाईँ यिनलाई आदर गर्नुहुन्छ? के यिनको वास्ता गर्नुहुन्छ र यिनलाई माया गर्दै यिनको सेवा गर्नुहुन्छ? अरू पुरुषहरू सबैलाई छोडी जीवनभरि के यिनको निम्ति मात्र आफैलाई जोगाइराख्नुहुन्छ? के तपाईँ यस कुरामा सहमत हुनुहुन्छ? हजुर, म सहमत छु। धन्यवाद। ताली बजाएर। उहाँहरूले दुवैजनाबाट संसारमा अरू कोही नभएको अथवा यसको सामुमा र परमेश्वरको उपस्थितिमा पनि यो कुरा उहाँहरूले एक दोस्रोमा सहमत गर्नुभएको छ। नभएको कुरा सरोज प्रकुटी परमेश्वरको उपस्थिति साथै यस मण्डलीको उपस्थितिमा सुश्री पूजा सुनवारलाई आफ्नो विवाहित पत्नी हुनको लागि ग्रहण गर्दछु र सो पनि प्रतिज्ञा गर्दछु कि आजदेखि उसो जे जस्तो भए तापनि सुखमा वा दुःखमा आरोग्यतामा वा रोगी अवस्थामा धनी अवस्था वा गरिब अवस्थामा प्रशस्ततामा वा अभावमा म तिमीलाई प्रेम गरिरहने
तिम्रो विश्वासयोग्य पति भइरहनेछु तिम्रो विश्वासयोग्य श्रीमान भइरहनेछु पति भइरहनेछु जबसम्म मृत्युले हामी दुवैलाई अलग गर्ने छैन यसको निम्ति म तिमीलाई मेरो वचन दिदछु हुन्छ ताली बजाएर हामी धन्यवाद म पूजा सुनवार परमेश्वरको उपस्थिति साथै यस मण्डलीको सामु तपाईँ श्री दानियल सरोज पुर्कोटीलाई आफ्नो विवाहित पति हुनका लागि ग्रहण गर्दछु र यो पनि प्रतिज्ञा गर्दछु कि आजदेखि उसो जे जस्तो भए तापनि सुखमा वा दुःखमा आरोग्यतामा वा रोगी अवस्थामा धनी अवस्था वा गरिबीपनमा प्रशस्ततामा वा अभावमा म तपाईलाई प्रेम गरिरहने तपाईकी विश्वासयोग्य आज्ञाकारी पत्नी भइरहनेछु जबसम्म मृत्युले हामी दुईलाई अलग गर्ने छैन यसको निम्ति म तपाईलाई यो वचन दिन्छु हुन्छ धन्यवाद अन्त पनि छैन एकदमै गोलाकार छ त्यसैले गर्दाखेरि यसले के गर्नु छ भने यसरी एउटा बहुमूल्य सुनको औँठी जो एक दोस्रोको लागि जोडी बनाउनलाई जो पुरुषलाई दुल्हाले तपाईले औँठी लिनुभएको छ है हाम्रो विवाहको चिन्ह स्वरूप यो औँठी दिएर म तिमीलाई आफूसित भएका सबै कुराको स्वामिनी बनाउँदछु है र यसरी नै मेरो विवाहिता धर्मपत्नी भनी ग्रहण गर्दछु हामीले अहिले गर्दै गरेको यो पवित्र विवाह विधिबाट हामी प्रवेश भएर हामी विशेष अब उहाँहरूलाई श्रीमान श्रीमतीको लागि हामी घोषणा गर्छौँ। एकछिन अघि मात्रै यानी कि हामी बिहानको अघि 12 बजीसम्म मात्रै उहाँहरू एक हुनुहुन्थ्यो, तर अहिले विवाह बन्धनपछि अहिलेको हाम्रो घडीमा 2 बज्न लागेको छ र यस समयमा अब अघि एकछिन अगाडि सरोज चाहिँ एक्लै
उहाँ चाहिँ मिस्टर सरोज हुनुहुन्थ्यो। अब उहाँ चाहिँ हस्बेन्ड सरोज हुनुभएको छ र हस्बेन्ड सरोज पुर्कुटी र एकछिन अगाडि पूजा सुश्री अथवा मिस पूजा सुनवार हुनुहुन्थ्यो। अब अहिले चाहिँ श्रीमती यानि कि मिसेस पूजा सुनवार अथवा मिसेस पूजा पुर्कुटी हुनुभएको छ। त्यसकारण म मण्डलीको एउटा धर्मगुरु सेवकको हैसियतले अनि परमप्रभु परमेश्वरको उपस्थितिमा र यतिका मण्डलीको धर्मगुरुहरू यहाँ जतिजना आउनुभएको छ आदरणीय व्यक्तित्वहरू र सबैको सामुमा सरोज एन्ड पूजालाई श्रीमान श्रीमती भएको म घोषणा गर्दछु। उहाँलाई यसै गरिने अब सम्बोधन गरिनेछ। एकअर्काप्रति माया र जुन फिलिङ्स एकअर्काको प्रति छ त्यो गीतलाई चाहिँ त्यो कुराहरूलाई चाहिँ यो गीतले व्यक्त गर्दछ। त्यस कारणले गर्दा एकअर्काप्रति फर्केर होइन कस्तो खालको तपाईँहरूको हल्का हल्का स्टेप आउँछ गर्दै आजको दिनलाई स्पेसल गरेर होला। सबैजना चेयर गर्नु हल्का है एकछिन ताली चाहिँ नभन्छ होला सरी
खुसी छौँ। हामीलाई यहाँ हाम्रो डिबिटी चर्चबाट हाम्रो जोडी भएको छ, जोडी जुटाइदिनु भयो उहाँलाई, उहाँहरूको त्यसको लागि उहाँहरूको लागि सदा अन्त्य नहुनेसम्म प्रभुले उठाउनु नलगेसम्म उहाँहरूको सुस्वास्थ्य, आनन्द अनि प्रेमले भरिएको संसारले चिनेका व्यक्ति बनोस् ठुलो कुरो। किनभनेदेखि अरू जस्तो संसार बिहान जस्तो नहोस्। हाम्रो यहाँ हाम्रो जोडीहरूलाई पनि यही नै भन्छु म, किनभनेदेखि यो पवित्र विवाह हो। भोलि बेला टुटफुट होला नहोला भन्ने कुरा होइन, तर यो टुटफुट भने चाहिँ यो पुस्ताको बाधाहरू हो। उहाँहरूलाई सबै थाहा छ। हामीभन्दा पनि उहाँहरू बलियो हतियार वचनमा बलियो हतियारहरू हुनुहुन्छ। उहाँहरू परमेश्वरले उत्याएर राख्नुभएको हतियारहरू हो। किनभनेदेखि उहाँहरूलाई कस्तो के छ सबै थाहा छ, र पनि हामीले भन्नुपर्ने अलिअलि यसो समाचार मात्रै हो। तर किनभनेदेखि उहाँहरूलाई चाहिँ परमेश्वरले उत्याएर धारिलो बनाएर राखेको जोराजोरी हो उहाँहरू। त्यसैले यो पवित्र बिहाको लागि म धेरै धेरै धन्यवाद जनाउँछु। ठुलो कुरो त परमेश्वरलाई धन्यवाद होस्, किनभने परमेश्वरले जुटाउनु भएको यो जोडीलाई सदा सर्वदा सुखी रहोस्। हामी यति जति पनि विश्वासी छ सबैजनाले हेरेका छौँ, जोराजोरी देखेका छौँ। त्यसैले उहाँहरूलाई सबैजनाले उहाँहरूका एकदम परमेश्वरको सेवाकाको लागि धेरै राम्रो काम गर्नुहोस्। उहाँले गरेका कामहरू असल गर्नुहोस्। त्यसैले मैले यही नै भन्न चाहन्छु। अनि हाम्रो यहाँ काठमाडौँ यहाँ चर्चको सबै पास्टरहरू हुनुहुन्छ, अनि उहाँहरूले म यही धन्यवाद चढाउँछु। हामीले बोली बस्नु पर्दैन, तर परमेश्वरलाई थाहा छ यो जोडीलाई कस्तो बनाउनुपर्छ। म के गर्छु, हामीले बोल्ने मात्रै हो। परमेश्वरलाई मैले बोल्नुभन्दा अगाडि, हामीले सोध्नुभन्दा अगाडि उहाँहरूको जोडी बनाइसक्नु भएको हो। त्यसैले उहाँहरूको जोडीलाई प्रभुको हातमा सुम्पाउँदै म यही कुराहरूलाई यहीँ पुर्याउँछु। म ओजेल हुन चाहन्छु। हस्त जयमसी। मलाई जीवन बाँड्नलाई म हाँसु या रोऊँ म बाँचु या मरौँ म तिम्रै हो तिम्रै हो
तिम्रो भन्छ हामी आउनुहोस् हामी प्रार्थना गर्छौँ हे परमप्रभु परमेश्वर पिता तपाईँलाई हामी धेरै रातिका मेरा ती बाछाहरू म पुरा गर्नेछु तिमीलाई साथ दिइरहन्छु आफूलाई झै प्रेम गरिरहन्छु मृत्युले नै अलग नगरेसम्म तिमीसँगै हिँड्नेछु ईश्वरलाई हृदयदेखि धन्यवाद जो दिनुभयो तिमी मलाई स्वर्गमा नै रचिएको योजना तिमी र मलाई एकसाथ जोड्न जीवनको हरेक सुख दुःखमा निभाउनेछु तिम्रो साथ माफ गरिदेऊ मलाई मसित त छैन तिमीले चाहे जस्तो सबै गर्न सक्दिन तर तिमीलाई नै गर्छु असाध्यै माया